विचार विज्ञान खप्तर बाबा। राम्रो विचारले नराम्रोको परिहार। राम्रो विचार गर्नु अति सरल कार्य हो, तापनि हामी राम्रो विचार गर्दैनौँ। यसको कारण के हो भने हामीलाई नराम्रो विचार गर्ने बानी परिसकेको छ। त्यसैले राम्रो विचार गर्न बाधा पर्दछ। कुनै खेतमा बेकामको घाँसले ढाकेको छ भने त्यसमा राम्रा फलदार वृक्ष उम्रन सक्दैन। त्यसैले चतुर माली ती बेकाममा घाँसका जरालाई खनेर निकालिदिन्छ। उस्तै नै हाम्रो मनरूपी खेतमा नराम्रा विचार रूपी घाँसले गहिरो जरा गाडिसकेको छ। त्यसैले हामी सहजै राम्रो विचार गर्न सक्दैनौँ। यसैले नराम्रा विचारहरूको जरालाई उखालेर उत्तम फलदार वृक्षहरूलाई जन्माउनु पर्दछ। ठुला वृक्षको जरो धेरै गहिरो हुन्छ र जङ्गली घाँसहरूको जरा माथि नै हुन्छन्। नराम्रा विचार जङ्गली घाँस समान हुन् र उत्तम विचार फलदार वृक्ष समान हुन्। भगवान कृष्णले गीतामा भन्नुभएको छ, पाप काठ समान हो र ज्ञान अग्नि समान हो। काठ धेरै छ र अग्नि थोरै भए पनि सबै काठहरूलाई भस्म गरिदिन्छ। उस्तै अलिकति उत्तम विचार भए तापनि त्यसले धेरै दिनका नराम्रा विचारहरूलाई नाश गरिदिन्छ। उत्तम विचारहरूको महिमा शास्त्र वेदान्तहरूले वर्णन गरेका छन्। नराम्रा विचार धेरै छन् र राम्रा विचार थोरै छन् भने पनि उत्तम विचारहरूको बल बढेर जान्छ र उत्तम विचारहरूले हजारौँ नराम्रा विचारहरूको नाश गरिदिन्छ। पञ्चाशरी, षडाशरी, द्वादशरी आदि मन्त्र उच्चारणले मानिस ठुला ठुला पापहरूबाट मुक्त भएका छन्। यसै गरी मानिसहरूले जीवनभरि दुष्ट विचार गरेको भए पनि श्रद्धापूर्वक राम्रो विचार गर्न थाल्यो भने थोरै समयमा उनीहरूको कल्याण हुन सक्छ। यसैले आजन्म नराम्रो विचार गरियो भने पनि थोरै जसो राम्रो विचारहरूबाट के होला भनी कदापि निराश हुनु हुँदैन। नराम्रा विचारभन्दा राम्रा विचारहरूमा ठुलो बल हुन्छ। उत्तम विचारहरूलाई मन वचन कर्मले तन्मय भएर अतिशय प्रेमले गर्नुपर्दछ। फेरि दोहोऱ्याउँछु, उत्तम विचारहरूलाई मन वचन कर्मले तन्मय भएर अतिशय प्रेमले गर्नुपर्दछ। त्यसबेला नराम्रा विचारहरूलाई किञ्चित मात्र पनि आउन दिनु हुँदैन। तर आजकल प्राय धेरै जसोले कुन प्रकारको विचार गर्छन् त्यो पनि जान्नु आवश्यक छ।